Hello guys, welcome to my new vlog. So यो सन्चै छ होला, हामी पनि सन्चै छ। हामी केटाहरु चाहिँ आज नयाँ मेम्बर छ नि, आज नयाँ मेम्बर दिलिपी। हाम्रो चाहिँ हामी दिलिपी आज हामी घुम्न जाँदैछौँ बाटो। ओइ गाइस, हजुरको काले फेरि आइसकेको छ। देख्नु भयो नि दिलिपी आज फेरि तपाईँको कालेहरुले के लाछ यहाँ देख्न सक्नुहुन्छ फेरि दिलिपी। म चाहिँ स्कुल जानु पर्छ। अर्को भ्लगमा पनि आइसकेको छु, मलाई देखिरहनु भएको होला। अनि आज चाहिँ मैले यो काले साथीहरू छन् ल ठिक है। यहाँ हामी चाहिँ यहाँ 4 जना छौँ, सब कालो सिरा मात्र। यहाँ ठिक है। अरे दिवाली की फुलझड़ी यहाँ नै ठिक है। जानता ना तू किस ओ केटाहरु सब जल्दीमा स्वेटको गर्लफ्रेन्डको घर चाहिँ यही हो। पानीपुरी वाली श्रेष्ठ घर देखा ठिक ठिक छ। यता लिनुहोस्। अब के छ हजुरको होइन, फेरि पनि अनुको यो नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। म चाहिँ अलिक कालो देखेकोहरू रमाइलो गर्दै अब गइरहेको छौँ होइन। के गर्ने, यस्तै छ जिन्दगी। अब हामी धेरै हजुरलाई एक दिन घोषसँग भेटाउँछौँ भन्ने अब भनौँ न होइन। मैले घोषको घर देखेँ, मैले पनि देखेको छु। त्यो भेट्न जाउँला एक दिन। अब हामी हेर्नुहोस्, अहिले चाहिँ रुकुमगाछी यार घोष, रुकुमगाछी घोष। अब हेर्नुहोस्, यो इक्जाम सकिन्छ यो चैतको, त्यसपछि हजुरलाई घोषसँग भेटाउँछौँ। आज हामीले हेर्नुहोस् प्राङ्क गर्दै हिँड्छौँ हेर्नलाई। केटाहरू हेर्नुहोस्, दुईजना हामी। अब यो अनुको भ्लग हो, के भन्छन् रे, तिमी बेल बजाउन गइसकेको छ नि। यता हेर म यो घरमा, सरी गाइस, यो घरमा चाहिँ छैन, त्यसैले ड्रिपी यसले चाहिँ यो मलाहरूले यो दुइटाले एक्लै सल्लाह गर्छ। एक्लै कच्चा गरेर राजनीति चाहिँ। मैले हेर्नुहोस्, मैले यहाँ बुलेट फाँखान लान्छु। अब कसको मैले फाँखान को लामो छिक्ने। हामी चाहिँ बोनाघर पुगिसक्यौँ। बोनाको सुन्नुवाला हिन्दी बिरामीबाट जसले हेर्नु भएको छ 7 क्लास बोनाको घर सचिन। बोनाको घर आइसक्यौँ, सल्लाह गरेर राखन् यसको त अलि मैले बोनाघर आइसक्यौँ। ल हेर्नु है बोनाको घर। यिनीहरू पागलहरू बोनाको घर सचिन के बोनोला बनिरहेको सचिन छैन क्या सचिन हेरेर गाइस, सचिन नआएको अवस्था झन् छोडिदिउँ। सचिन भाइ छैन आज, भात खाएर छ क्या बोना भाइले भात खाँदै यो अझै बुढो खेल्दा छ मलाई खोइ। चल्छ अब राति चाहिँ घन्टी बजाउने प्लान गरेर हान। यो बल चोरेका छन् केटाले बल। दिवाली की फुलझड़ी ल न्यू बल घन्टी बजार भन न जान जाक्यो त। के किनेस् किन्छौँ के र। हामी चाहिँ दीपशिखा चोकमा छौँ। मैले यो भराइको दीपशिखा चोक कहाँ त अब होटलकै भित्र दीपशिखा चोकमा हामी चाहिँ यहाँ केटाहरू
यो सोहिद रिदम यता ओ रिदम उयो काले हाम्रो कहाँ जाने यस्तो त जाम यस्तै जाम यहाँ नाला काला छन् भुटिया गरौ क्या यति मकैलाई अहिले महँगो पर्छु ओ भाइ साहब बस्दैछ अगाडिबाट सो हेलो गाइज आज पनि आइसकेको छु तपाईँको नयाँ भिडियो लिएर आज चाहिँ म हिँडिरहेको छु केटाहरू पनि यहीँ छन् आज त फेरि टल टल्किन्छ कि यो के अरे दिपिका चोक जति बिहान त कस्तो यहाँ निद लाग्छ भने निदाउनै हुन्न यहाँ त्यो लाइट बलेर ऊ यो चाहिँ यो रुख छ त यो चाहिँ शोभनीलको घर हो यो मोटे त्यो मोटे घर हो यो हाम्रो यो के अरे गन्नाउने मोजा लाएर तपाईँलाई ढालिदिने मोजा लाएर यहाँ हिँडिरहेको छ अलि भन्नु ला त्यो झुकेर भने के झुकेर ल हाम्रो सरी गाइजहरू मेरो चाहिँ सरी है त काले हल्का फेरि मैले पनि दिइहाल्छु नि यता मेरो डान्स देखाइदिन्छु मेरो फ्यानहरूलाई ल गाइज यिनीहरू चाहिँ गइरहेको छन् अब मेरो डान्स हेर्नु यता सब थाकिसकेर यहाँ केटाहरू फेरि मेरोमा चाहियो हामी चाहिँ अहिले दिप्सिका चोकमा फेरि आइसक्यौँ घुमफिर गरेर उतातिर घुम्ती रोड आहा क्या राम्रो बाग्नु भन्छ कोट कोरोना भाइरस आइज सबले लैजा मलाई चाहिँ नलैजा घुम्ती रोड नागढुङ्गा कटेसी कच्चो रोड आहा क्या राम्रो बाग्नु भन्छ कोट मता डङ्गाली गोरे नदीको डङ्गाली गोरे नदीको ए यो चपना बोकेर आइरहेको छु मलाई गानाले बोकेर यहाँ चाहिँ एउटा दिउँसो भए जस्तो देखिन्छ यार हाम्रो त बिहान भइसक्यो नि केटाहरू जाम फेरि यस्तै दिप्सिका चौकतिर यस्तो जाने कि त्यो तलदेखि छ बल छ है हामी चाहिँ बल लिन आएको थियौँ फेरि उहाँ त्यता पुगेर यहाँ बल छोडेर गएको थियो केटाहरूले घर जाने हो यार बरु ऊ त्यति नै बरु यस्तो अघि त्यही म थाम्छु नि दाजुले यहाँ हेर्छ यो भाइ त लाइनै गयो यार दाइजु मैले एउटा ऱ्याप हानिदिन्छु है कमान बेबी यता हेर काले यसरी गर्नुपर्छ कि पहिले नै भन्छ यार होइन होइन त्यस्तो त्यो के अरे त्यो सौरभ जोशीले क्या आफ्नो नयाँ घरको के त्यो होलीमा कमन लेट्स गो लास्ट गो यहाँ चाहिँ अँध्यारो छ यहाँ चाहिँ गाइज मा यो बात नहोइन म बिचमा बल खै त्यो बलले आइज केटा चाहिँ डराइरहन् यार बल खोइ यो अनुपले किड्न्याप हानिसक्यो र ठिकैलाई ल एकछिन त्यो तल झऱ्यो भने ट्याक्कै ल हेर्नुहोस् यतिखेर ल पब्लिक हान्नको चाहिँ घच्चा हानिसक्यो पब्लिक ल ठिक छ अब हामी गइरहेछौँ सबहरू गइरहेको छ मेरो हिँडाइ हेर्नुहोस् ट्याक्क सब हिँडहरू पनि हिँडिरहेको छन् होइन ओके गुड बाई ठिकै हामी चाहिँ अब घर पुग्न लाग्यौँ ठिकै यति छ ल दुइटा मात्र भयौँ झ्याउ लाग्यो नि निटिके प्याट बड्दा झ्याउ भइहाल्छ कि दुईजना भइसक्यो ल म चाहिँ घर आइसक्यो ल
म पनि घर आइसकेँ। घरमा आइसकेँ। के गर्दै दाइ? सुरत दाइ ल यो चाहिँ मेरो घरको बाइक घोडा मोटर चाहिँ आइसक्यो आफ्नो घर कोठामा आइसक्यो गाइस है। मेरो सामानहरू यहाँ क्रिकेटका पङ्ख चलाऊँ न आजको भिडियो चाहिँ यति नै गाइस है। राति पनि भइसक्यो। आजको भिडियो यति नै ल।